लु गाइस हामी चाहिँ फेरि आज त्यही ठाउँमा जाँदैछौँ हामी के त्यही पुरा गर्न जाँदैछौँ लगभग 4 दिन 3 दिन कति दिनसम्म लाग्न सक्छ हेर्नु होला है गाइस बाङखुला आइपुग्यो है बाङखुला आइपुगेछ गाइस फाइनल्ली हामी यहाँ आइसक्यो डाइट हेरौँ गाइस यो पो आइपुग्यो युएसए को डाइट हो हेर्नु त ल युएसए को डाइट हो ल कस्तो रहेछ है चाक्दिम है के खाने हो त नि त हजुरले लिएर आएको र हेर्नु सक्नुहुन्छ गाइस हल्का मिठो पारामा भयो अस्ट्रेलियाको चक्लेट फिल गर्दैन अस्ट्रेलिया फिल गर्ने होइन मिठो चक्लेट चाहिँ सक्नुहुन्छ गाइस पलमान मान्छे हुनुहुन्छ उहाँ ल हेर्नु एक सट हान्नेमा छिराइदिनुहुन्छ ल भिडियो गर्दैन यस्तो गरेर हान्दैन एकचोटि हानेर भिडियो मात्रै गराम क्या ल कस्तो दिन ल हेर्न सक्नुहुन्छ गाइस एक सटमै उहाँ कहाँ छिराइदिनुहुन्छ गाइस एकै सटमा उहाँ पलमानले छिराइदिनु भयो है हेर्न सक्नुहुन्छ गाइस हामी चाहिँ घार ताप्ने ठाउँमा आइपुग्यो यो हो र गन भाइ कतातिर ल ल हिउँ रहेछ नि त नि अब मालिका गयो नि त्यही हिउँ छ त्यहाँ गन भाइ मालिका जानुपर्छ अब छिट्टै हो गइदिउँ होलीमा होइन हिउँ रहेछ त अनि मालिका त अनि डेन्जर होलीमा हिँडिदिउँ कि एक दिन यसो मिलाएर हजुर न एक दिन अघि यसो मिलाएर गम भनेको ल पोस्ट दिउँ न गाइसहरू ल फोटो हानिदिन्छ ल घाम ताप्ने मुन्नाले गाइसहरू है ल अलि हिउँ बिल्छ कि केटा बिल्छ नि भाइ गर्नु त बिलिहाल्छ खाल्टा खाल्टा पनि त बिल्दैन लाएन भाइ खाल्टा खाल्टा पनि त बिल्दैन नि बिल्दैन त्यो त राम्रो लाग्छ अलि सेरै उइटै गोड्नु त हिउँ लाग्यो चार बिलिए लागेर त यहाँ हिउँ छ नि यहाँ त यो भन्दा त अझै हाइटे माथि ठाउँ हो त नि त्यो त नि होइन र देखिने ठाउँमा त छ अब यहाँ र देखिया छ भनेपछि त अब त्यो त मालिका भन्ने त हाइटे ठाउँ हो त त्यो त नि त्यो धुरीको पो त भाइ अझै यतै हो त्यो भन्दा अरूको खाने त्यो त धेरै हुन्छ नि यो धुरी त मालिकाको दिन यसो अलिक दिन राम्रो गऱ्यो भने जाउन त त्यहाँको गाडी मसँग बन्चरियासम्म जान्छ होला यस्तो गरेर ठुलो भाडा उठिदिने मिलाएर यो अरे हुन्छ हिँड्न सक्दैन ला यो दामी छ किन्न र भाइ कहाँ त्यस्तो उहाँले छ अनि भारी होइन मिलाउँदै हामी पनि भारी उयो गएको गाम थाहा भारी पुग्नै पर्छ कि फेरि के अरे दाइ उहाँ बन्चरियासम्म हामीले गाडीमा लग्थ्यो नि दाइ त्यहाँबाट तैँले लगेर गएको र चैन्द दाइको अनि कहाँ लैगास त मैले किन त्यहाँ दाउरा काट्न अरे जाँदाखेरि राम्रै चल्यो होइन आउँदाखेरि त ल 300 सेल पानी होइन त्यसपछि त घुतड्दान स्टार्ट हुन्न र
ओह्रालोमा 2 गिगामा राखेर ओह्रालोमा हाल्दा नि त्यो भएर ल चैन दाइ त्यहाँ उ गर्न बाइक दरबाङ गएको छ बाइक त्यही भएर बाइक पठाइदिएर गाडीमा लिएर उ पलक भाँच्ने रहेछ त्यही पलक हाम्रो दरबाङै पुग्दैन त नि गाइसहरू जाने हामी चाहिँ अब आइपुग्न लाग्यो गाइस हुँ गएर म देखाउने छु तपाईँहरूलाई कस्तो भइरहेछ के भइरहेछ मृगले पानी खाने ठाउँ गनमा अहिले सही भन्यो है सही भन्यो ल गाइस बाई बाई काठहरू काटेर नि पुगाइसकेछन् हो काला लाग्छ जस्तो होइन सक्नुहुन्छ गाइस अब यहाँ आइपुगिसक्यो काम गर्दैछौँ हामी होइन गगन भाइ हामीले हिजो यो ढुङ्गाहरू उक्काएको ताङ्गासँग आएर गर्नेहरू नि ल्याएर सक्नुहुन्छ भेनाले पानी भर्दै हुनुहुन्छ पानी डेन्जर तिर्खा लागेको छ सबैलाई दुईजनाको खतरा ल र एउटै मिलिन्छ है ल ल आउनु भएको छ सबैजनाहरू आएर रहेछन् मसिना भाइहरू आउनु भएको रहेछ बाख्री नि आएर रहेछ त आज त सक्नुहुन्छ गाइस काम गर्दैछौँ उता पारि पनि देखाउँछु है गाइसहरूमा अब केही समयमा पछि अब म उता जाँदैछु अब यहाँबाट त ढुङ्गाहरू फोर्ने पाइपहरू पानीहरू लैजाने अब म उता जान्छु है ल गाइस अब हामी यहाँले बाङ्सो समातेर आउनु भएको छ हामी पारि त्यो खुन्ने ठाउँमा हेर्नु यहाँ ढुङ्गाहरू निहाल्दै हुनु रहेछ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ उहाँहरू मान्छेहरू बसिन्छन् यहाँ ढुङ्गा फोन अहिले रेडी हान्नु रहेछ हो रेडी हो आएर नि रेडी सब रेडी भइसक्नु रहेछ त नि यहाँ अब सक्नुहुन्छ गाइस ताङ्गाले खोज्दा अङ्कलले चाहिँ के बनाउनु बिहान गाना लाग्नु के बनाउनु लाग्नु हो र अच्छा अच्छा त्यो टाङ्गा थाप्ने बनाउँदै हुन्छ है अङ्कलले चाहिँ अब सक्नुहुन्छ गाइस यहाँ तलको हाम्रो डेस्टिनेसन मेन ठाउँ भनेकै तलनिर हो अब हामी त्यहाँ पुग्दैछौँ गहन भाइ र म ल गहन भाइ गहन भाइ त आज फर्स्ट टाइम हो नि त होइन डेस्टिनेसन चाहिँ हाट नै छ नि त हाम्रो फेरि होइन हेर्न सक्नुहुन्छ गाइस अब यहाँनिर अब ड्युटी हुँदैछ स्वर्गीय डन आइरन बसिरहन काम गर्दै हुनु रहेछ होइन हो सक्नुहुन्छ गाइस हाम्रो डेस्टिनेसन चाहिँ हाट नै छ यहाँ यही हो हाम्रो ड्युटी भनेको मेन काम गर्न आएको भनेको सक्नुहुन्छ गाइसहरू हो जोसमा होइन अङ्कल जोसमा हुनुहुन्छ है ल सबैजना के भनिदिनु त ल कुराकानी ल सबैले माया गर्नु पर्यो है ल सकिने भएन है हेर्न सक्नुहुन्छ गाइसहरू हजुर के भन्नु हो र ए ल बाङ्सो राम्रोसँग राख्दैन है गाइसहरूले यहाँ गर्दै रहेछन् बोम्जे भाइ भुवनले अनि त्यसपछि यहाँ पुसौले गर्दै हुनुहुन्छ ओहो हामी पुसौले धरे अब यहाँ हान्दै हुनुहुन्छ है गन हान्ने गल हान्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ गाइस उहाँले चाहिँ बेन बनाउन लाग्नु भएको रहेछ स्पेसल पारामा के को बेन बनाउन लाग्नु हो त नि ठुला बाउले
घनको बेन घनको बेन भाँचेर अब घनको बेन बनाउन लाग्नु भएको छ उहाँले चाहिँ अब देख्न सक्नुहुन्छ गाइसहरू मिठो भाँडामा ओहो राई भाइ नि फुच्चे भाइ नि आएर रहेछ त यहाँ त यो नि आज त अलिक कम आएर रहेछन् मान्छे चाहिँ जो हिजोको भन्दा चाहिँ कमी देखेँ गाइसहरू मैले चाहिँ धेरै कमी छन् मान्छेहरू मोहन मामाले उहाँ गल हान्दै गैँची हान्दै हुनु रहेछ है ल आमा समातेर मिठो भाँडामा गैँची हान्दै हुनुहुन्छ है अब सक्नुहुन्छ गाइसहरू क्याम्पस पर लगता आसिन र ओए ओए विजय विजय क्याम्पस पर लग आइन र हो ल सक्नुहुन्छ गाइजहरू अब यहीँनिर समाप्त हानिदिन्छु नि त है म यस्तो भिडियोहरू मात्रै बनाएर पनि होइन काम पनि गर्नु पऱ्यो अब लगभग कति फिट खुन्ने होला भनेपछि 1 फिट चाहिँ खुन्निसक्यो होला है 1 फिट भन्दा अलि 2 फिट जतिको खुन्ने जस्तो लागिरहेको छ यहाँनिर चाहिँ गाइज अझै खुन्नु छ गरात लगभग कति फिट भनेपछि 5 फिट जति चाहिँ खुन्नुपर्ने रहेछ सक्नुहुन्छ गाइस बेन पनि रेडी हुँदैछ लबाउले बेन पनि स्पेसल डाराम टास्दै हुनुहुन्छ र म चाहिँ अब टक्क भएर यहाँ बस्दैछ गाइस ल भिडियो बनाउँछ गाइस सक्नुहुन्छ गकुल महिलाले चाहिँ अब यहाँ माथि फाल्दै हुनुहुन्छ है अब यहाँ बल्छ मस्तले हान्दै हुनुहुन्छ जेस बुढी पाल्ने भयो भने केटाहरूले चाहिँ त्यो मसिना केटाहरूले पनि जेस काम गर्छन् नि त यहाँ मुना गाउँको केटाहरू त जेस खतरा छन् कि गाइस अरे मुना गाउँको केटाहरूसँग बिहा गर्न पाउनु त खतरा भाग्यमानी हो नि केटा यस्तो काम गरेर पाल्छन् त्यति साना केटाहरूले हेर्न सक्नुहुन्छ गाइस मिठो भाँडा उहाँले चाहिँ बेन बोन्चरोको बेन भाँच्यो बोन्चरो रे घनको बेन भाँचेर चाहिँ त्यही घनको बेन बनाउने हुनुहुन्छ उहाँहरू चाहिँ घन भाँचेर चाहिँ अनि सक्नुहुन्छ गाइसहरू सो सर देखाइदिउँ होइन मान्छेहरूलाई यस्तो सर भाँडामा कौवा छन् त्यहाँ उहाँले चाहिँ अब गल हान्दै हुनुहुन्छ मोहन मामाले गल र गैँची यहाँ ठुला बाउ चाहिँ अब हेर्दै हुनुहुन्छ कस्तो बन्दैछ भनेर यसो त्यहाँ के गर्दै हुनुहुन्छ भनेर कल्पप्रसाद दाइ नै नआउनु भएको रहेछ आज तपाईँ त्यहाँ हिजो चाहिँ आमा आउनु भएको थियो कल्पप्रसाद दाइ चाहिँ आउनु भएको उहाँ बाजे हुनुहुन्छ उहाँ चाहिँ बेलुका हान्दै हुनुहुन्छ हिजो नि हान्दै हुनुहुन्थ्यो उहाँले आज चाहिँ हिजो चाहिँ आनन्द बसी हान्नु भएको थियो अरे आज चाहिँ के अब त बसी काम गर्नु पाइँदैन त उहाँ चाहिँ अब वन समितिको अध्यक्ष हुनुहुन्छ है उहाँ चाहिँ अब मिस्त्री म्यान उहाँले चाहिँ अब पानी लिएर आउनु भएको रहेछ पानी बोतल लिएर आउनु ल आज चाहिँ मिठो होला जस्तो चाहिँ कति खानुहुन्छ हेर भिजुअल गराइदिएछु कि बोजेको यहाँ युट्युबमा देखिनुहुन्छ हजुर मिठो भएर कहाँ पाइने उहाँले चाहिँ अब के बनाउन लाग्नु भएको छ हेर्न सक्नुहुन्छ के मेरो के बनाउने रे मेरो त्यो टाङ्गा अड्डाउने होइन के हो त्यो यस्तो केही भनिदिनु नि त अनि यसो यसको बारेमा के बोलिदिनु ल यसको बारेमा यो एकदम यहाँ हामी मेरो बनाउँदै होइन सो यो ढुङ्गा फोड्नुलाई हजुर हजुर यो एकदम भनिदिनु के यस्तो ल भयो अब यो हुँदैछ अब हुँदैछ अब सक्नुहुन्छ ग्यास केही समयपछि देख्न सक्नुहुन्छ अर्ग्यानिक पारामा
नेरो बनाउँदै हुनुहुन्छ उहाँले चाहिँ मिठो पारामा देख्न सक्नुहुन्छ गाइस अङ्कलले चाहिँ अब गन फोर्दै हुनुहुन्छ ढुङ्गा फोर्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ बोजेले टुक्टिए बुयाको लगे नेरोको लागि चाहिँ स्पेसल बन्ने चाहिँ म देखाइदिनेछु तपाईँहरूले नेरो बनाएको पनि ल यता आउनु बोजे अब बोजे त तरा पाराले ढुङ्गा फोर्दै हुनुहुन्छ त्यो हो यो हातले यस्तो फोर्दै हुनुहुन्छ अङ्कलले अब त्यसकै लागि नेरो बनाउँदै हुनुहुन्छ त्यहाँ उता चाहिँ अहिले चाहिँ सक्नुहुन्छ गाइस मिठो पारामा त्यो अरूले हालिदिउ न सुन्नु बोजे अलि बाक्लो गराउनुहोस् है हेर्न सक्नुहुन्छ बनिसक्यो नि र होइन अङ्कल खै र एकपट्टिको उहाँ उता बनाउँदै हुनुहुन्छ अङ्कलले सक्नुहुन्छ गाइस उहाँले चाहिँ ऊ काठ बनाउँदै च्याट्टै पार्नु भएको छ उहाँ चाहिँ एकदम सिपालु मान्छे हो नि फेरि काठको त फेरि अङ्कल त फेरि होइन अङ्कल खतरा खतरा गराइदिनुहुन्छ उहाँले चाहिँ हजुरको चित्रहरू पनि बनाइदिन सक्नुहुन्छ है उहाँले चाहिँ जे हल्का सिक्छ उहाँसँग चाहिँ सक्नुहुन्छ गाइस अब बनिसक्यो टाङ्गा अड्लाउने ठाउँ यसरी र हेर्न सक्नुहुन्छ अब त्यसलाई कसरी युज गर्ने भनेर गाइसहरू कस्तो रहेछ अङ्कलको धन पनि गीत पनि यस्तो मिठो गीत गाइदिने नि अङ्कलले त ल गीत गाइदिनु न त अनि अङ्कल भोइस अफ नेपालमा जाने तिमीहरू फेरि के त नि के त यस्तो बोन्चरो माग्न जाने के दाउरा काट्न आएको तिमीहरू तिमीहरू पनि झारामा आएको केटा हो यति मसिना केटाहरू पनि झारा किन सक्छ नै मुना गाउँको केटाहरूले चाहिँ हेरौँ गाइस जा हेर्न सक्नुहुन्छ ल अब टाङ्गाको पनि अब त्यो बनिसकेको छ है त्यो अब टाङ्गा थाप्दै हान्दै गर्ने अब सकेर पनि हाल्नु सक्नु भएको छ होइन केसको लागि भन्नु केसको लागि अनि हेर्न सक्नुहुन्छ गाइस अब यसरी र ढुङ्गा फोड्ने अब ल गाइस केही समयपछि ढुङ्गा सबै फोरेको छ देखाउन चाहन्छु गाइस भेना पनि आउँदै भएर चाहिँ ल गाइस बाई बाई घाँस काटेर नआउनु भएको हजुर उहाँले चाहिँ बारी गएर पनि बस्नु भएको रहेछ ल गाइस भन न सक्छौ तिमीहरूले हो हेर्न सक्नुहुन्छ गाइस यतातिर पनि काम हुँदैछ यहाँनिर कति बेला आएको जस्तो पनि आइला फेरि हो कति बेला आएको जस्तो नि त फेरि हो
भेनाले त्यहाँ खुन्दै हुनुहुन्छ महेन्द्र भेनाले। अब लखानले पुनले पनि उहाँ गन हान्दै हुनु रहेछ, उहाँ घन हो कि गल भन्ने हान्दै हुनु रहेछ। उहाँले अब कुलाउँदै हुनुहुन्छ। मेरो बाख्री छ भने फेरि उहाँ के गर्दै हुनुहुन्छ बाख्रीले फेरि मिठो भाँडामा खुन्दै हुनुहुन्छ है उहाँ। मैले त उहाँ ढुङ्गा फोड्नेमा लागेको छु हुन्न हुन सक्नुहुन्छ गाइस यहाँ। अब यस्तो गरेर आनन्दले काम गर्दै हुनुहुन्छ, सबैजनाले काम गर्दै हुनुहुन्छ। हस्मायाले नि काम गर्दै रहेछ। हजुर भेना एकदम ठिक छ, देखाइरहेको छु एकदम वहाँसम्म पुऱ्यो नि आउनु सक्नु भएको रहेछ। हेर्न सक्नुहुन्छ गाइस, पुदै आउनै हुनुहुन्छ उताबाट भाइहरूले आनन्दले पुदै हुनुहुन्छ। वनको समिति उहाँ चाहिँ अध्यक्ष हुनुहुन्छ है। उहाँ चाहिँ अब गगन भाइले पनि आज त डेन्जर काम हानि चाहिँ झोला नजिकिन काम गरिदिएको र गगन भाइ। हेर्न सक्नुहुन्छ गाइस, यसरी र काम गर्दै हुनुहुन्छ। हिँड्ने हो र यो केजनले हिँड्ने हजुरले हेर्ने मान्छेहरू कस्तो कस्तो हो। अब हेर्न सक्नुहुन्छ गाइजहरू मस्तको पाराको हुँदैछ यहाँ चाहिँ। यो नानी बोकेर आएछ छोरा हो, झारामा आसन सब है। माइजूले त्यहाँ खुन्दै हुनुहुन्छ। ल हेर्नु यहाँ भेनाल कसरी फाल्न सक्नु भएको छ गाइस, भिडियो बनाइदिने छु मैले हजुर। हो सत्त पारामा कसम यार, यो अन्त हामी चाहिँ कसको फ्यान हो रे भेना? हर्क साम्पाङको फ्यान है सबैजना। हो जय माता। हामी फ्रीमा अन्त काम गरेको होइन यो सबै हो। हर्क साम्पाङको फ्यान भएपछि यस्तो गर्न सकिन्छ। यहाँ लगेर जानु ला रहेछ नि पाइप चाहिँ यस्तो गरेर गाछ। बाख्रीले फेरि घाँस काट्दै हुनुहुन्छ क्या हो बाख्रीहरूले, बाख्राले घाँस खाने हुने र। ल गाइस बाई अहिले आउँछ है गाइसहरू। ल है त है, यस्तो गाह्रो छ फेरि मृगलाई पानी खाने ठाउँ बनाउन नि। ढुक्को लडा छ है यहाँ चाहिँ लगभग यहाँ चाहिँ 60-70 जनाको हाराहारीमा मान्छेहरू चाहिँ छन्। हातलाई पनि काम हुँदैछ फेरि हामी यहाँ यति खुनिसकेका छौँ। अब यहाँ हुनुहुन्छ मामा इन्द्र सरहरूले। अब यहाँ के अरे यसको नाम फर्राले हान्दै हुनुहुन्छ है। ल भन्नु पर्यो ल, के मजानी गर्नु पर्यो काम मात्रै गरेर भएन भरे भएपछि त रमाइलो गर्ने कुरा पनि गर्नुपर्छ यार। त नि बढी मान्छेले सुन्छन् त हजुरहरूको गफ। अनि ल गफ लाम न गफ लाम हो। ल अरू नि भनिदिए अब हाम्रो डेस्टिनेसन चाहिँ लगभग अब हल्का कम्प्लिट हुन लागिसकेको छ। हजुर आधी जति त हजुर खुन्नु बाँकी नै छ। ल गाइजहरू फाइनल्ली मस्तको पारामा काम गर्दै हुनुहुन्छ उहाँ सरहरूले टक्क पारामा। यहाँ हेर्न सक्नुहुन्छ गाइज, यो पारामा काम गर्दै हो हामी चाहिँ। हो डिजेल गराइदिनु पर्यो। ल गाइसहरू के भन्न चाहनुहुन्छ हजुरहरूमा? के भनिदिनु ल हजुरले? काम गर अब
हेर्नु यहाँ काम गरेर मैले अघि कति ढुङ्गा वहाँ फोरिछु लगभग यो धेरै जस्तो ढुङ्गाहरू मैले उठाएको ढुङ्गा हाल्यो यस्तै गरेर यहाँ तल ढुङ्गा उठाएको हिजो मैले अनि त्यहाँ माथि आज चाहिँ लगभग हान्नेछ क्या डेन्जर बिल्ला हानिदिने क्या काम गरेन भनेर यो उयोहरू पनि कोही उहाँ यसरी रल्लै परेर बसिन्छन् हेर्न सक्नुहुन्छ यहाँ रिक्स चल्यो यहाँ काम गर्दै हुनुहुन्छ अझ फाल्रेहरू मैले उहाँ कति घन हानिछु मैले ढुङ्गा कति फोरिछु के भन्छन् नै झन् हेर्नु त यहाँ मेरो यहाँ यहाँ घनले यहाँ हानेर यहाँ केटाहरूले यहाँ हानिदिन्छन् जाने यस्तो ल यो ठोकिएको भर्खरै हेर्नु यहाँ कालो भएको छ यहाँ हो त्यो टाङ्गाले हल्का भेट्यो आबिस आबिस ल गफ नलाउ धेरै डलाङ्ने गफ नलाउ त गाह्रो हेर्न सक्नुहुन्छ गाइजहरू अब हाम्रो कामहरू चाहिँ राम्रो हुँदै गइरहेको छ के भन्नुहुन्छ ल त्यही हुन्छ कि यहाँ भलक हो त अनि बसिन्छ न ल ल गर गर केटा केटी हो भाइ बहिनीहरू सबैले काम गर्नु पर्यो होइन के भन्न चाहनुहुन्छ हजुरले के भन्न चाहनुहुन्छ किन भन्नुहुन्न ल ल त नि बाजेले अब चाहिँ यहाँ ठक्क भाँडामा खतरा भाँडामा बेल्चा फाल्दै हुनुहुन्छ है मिठो भाँडामा दाइले नै फाल्दै हुनुहुन्छ दाइले थाक्नु भएको जस्तो छ दाइ के हो दाइ ल अब यहाँ ठुला बाउले फाल्नै लाग्नु भएको छ है ल हेरौँ ल ड्युटी मरक मरक भइरहेछ है हाम्रो हेर्न सक्नुहुन्छ गाइज यता यता केटाहरूले गर्दैछन् भाइहरूले मिठो काम गरिरहेछन् यहाँ यतातिर ल अङ्कल ल के भनिदिन चाहनुहुन्छ मिलन पुनको भिडियो हेर्ने राम्रो राम्रो केटीहरूले चाहिँ आई लभ यु भन्नु छ आई लभ यु रे के छ त नि हालखबर हाम्रो फेरि म त ठिकै हो हो हामी चाहिँ हर्क सम्पाङको फ्यान है सबैजना यहाँ आउनु भएकोहरू सबैजना फ्यानहरू हो हर्क सम्पाङको कसरी चलिरहेछ यहाँ बेल्चाहरू यहाँ त्यसै गरी 3 करोडवटा बेल्चा चलान पर्यो कि हो एकैछिनमा जान्छ होइन 3 करोडवटा बेल्चा खर्याक चल्दा चाहिँ यहाँ नेपालै ठर्किन्छ त हो हेर्न सक्नुहुन्छ गाइज उहाँले चाहिँ यसरी खुन्दै हुनुहुन्छ हाम्रो बाजेले चाहिँ थाक्नु भएको जस्तो छ है बाजे के हो उसको मालो भयो खोलेर तेरो मालो बाबा कस्तो गर्थेन रे हो तर नि हेर त को राम्रो भन्ने तर नि कोटान्टे के हो तरनीहरूलाई के हो हेर्न सक्नुहुन्छ गाइज उहाँ पनि हुनुहुन्छ उहाँ काम गर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ हजुरले खै मलाई ठिकै छ अब ठिकै छ गर्लफ्रेन्डले सम्झेछ नि भन्ने हो के भनिदिनुहुन्छ अनि ल के भनिदिनु गरे खै मलाई अहिले खै खासै छैन मलाई के भन्नु मलाई जस्तो हो ल ल त नि ल अब अहिले केही भन्नु मन लाग्यो नि भन्दा हुन्छ है दाइले यस्तो गरेर बेल्चा हान्दै हुनुहुन्छ यहाँ आनन्द पारामा हो ल हेर्न सक्नुहुन्छ के भनिदिन चाहनुहुन्छ हजुरले हो नै किन नै भन्ने झन् अब काम गर्नु पर्यो
के जातको मान्छे रहेछ र कि पन्न भन्ने भन्ने हो हेर्न सक्नुहुन्छ थाकिन्छन् मान्छेहरू पसिना ससिना भइन्छन् इन्द्र सरमा बस्नु भएको छ होइन इन्द्र सर हो केही भनिदिनु ल इन्द्र सरलाई हो थाकेर बोल्नै गाह्रो भयो है सुन भेटिन्छ कि भन्ने अपेक्षामा पनि छु सुन भेटिन्ला जस्तो छ त यहाँ हो थाक्नु भएको छ है थाक्नु भएको छ रे इन्द्र सर हिजोदेखि काम गरेको त नि होइन सर हो नापेको गर्नुहोस् हेर्न सक्नुहुन्छ भाइ फरारीले अब सुन यो सुन हो रे अब यहाँ सुन निस्किनेछ रे गल ल है डल्लै सुन निस्किँदैछ यहाँ अब हान्दै हुनुहुन्छ है हाम्रो नाइट अन भाइलाले कटाउँदै हुनुहुन्छ ल हाँसो हान्दिउँ न त ल अहिले त धेरै गरिन्छन् त नि काम त गाइसहरूले यसले त अनि खतरा निङ्ला बुयो समातेर बसिन्छ त यार आमामा यसले चाहिँ यहाँ काम गरेछ मिठो पारामा अब के हो र झन् हान्न मलाई झन् हेरेर बस्छ त विजय सर हुनुहुन्छ ल पोस्ट देऊ ल नहान्दिने रे यो लजाएर हेर त यो नि ल भुवनले यहाँ गैँची हान्दै हुनुहुन्छ यहाँनिर अब के गर्नु अब यहाँनिर बसिन्छन् गाइसहरू थाक्नु भएछ कति काम गरोस् त नि गर्न नि अब सर र पारामा ल ल हिँड्नु त ल हानिदिने हजुरलाई के हो त्यो दोहोराल्नु के खुट्टा राखेर बसेको है सक्नुहुन्छ गाई यसरी र खुन्दैछन् यहाँ खुनिरहेको छन् होइन ठुला बाउ के हो र के भन्न चाहनुहुन्छ अनि ल के भनिदिनु अरे के पनि भन्नुहुन्न हजुर के पनि भन्नुहुन्न रे ल त गाइस रमारम काम हुँदैछ यहाँ ल त ल पाइप गाडेर यहाँ आइसक्यो हामी ल लगभग अब यो पोखरीमै पुगिसक्न लाग्यो यो अब पोखरी बनाउने ठाउँमै यस्तो घना जङ्गलको बिचमा चाहिँ टक्क मृगलाई पानी खाने ठाउँ बनाउँदै हामी यहाँ चाहिँ टक्क मिलनले काम हान्दैछ ल है ल ल ल ल ल ल फिनिसिङ हुन्छ क्या यो ल यो चाहिँ सिधाउनु पर्छ हामीले ओइ मलाई त फेरि भिडियो बनाउनु ल अहिले सबै थाकेर नाली बसिसक्यो खानु है ढुङ्गा सर्ने मान्छेहरू हेर्न सक्नुहुन्छ मान्छेहरू धेरै खान् पानी उसार्ने भाइ है यो ल दिनभरि पानी उसारे यसले यत्रो मान्छेलाई पानी खिलाइराखे यसले ल यत्रो मान्छेलाई पानी खिलाइराखे है यहाँ चाहिँ पाइप गाड्ने काम भइरहेछ है पाइप गाडिराख्ने है यस्तो गरेर गाड्नुपर्छ है पाइप है खाल्टा गहिरो बनाएर ल है त ल ल मजाले गाड्नु पर्यो
पहिला मस्ना ढुङ्गाले नि थियो जुन लाग्यो गाइस अब यहाँनिर अब यसले घाँस काटेर बसिन्छ यहाँ हाई गरिदिने हो हेर्न सक्नुहुन्छ गाइसहरू हजुर अब यहाँ आउँदै हुनुहुन्छ हाम्रो गाइसहरू ल ल भयो भनौँ ल गाइसहरू आउँदै हुनुहुन्छ अब खाजा खाने रेडी भइसक्नु भएको छ आमाहरू आज बस्नु भएको छ अब के गर्नु सुरु तान्ने बुङ बुङ बाँधै बस्दै गरेको भनिदिने सक्नुहुन्छ गाइस कता हो अङ्कल हेर्न सक्नुहुन्छ गाइस यहाँनिर खाजा खाँदै हुनुहुन्छ पानी खाँदै हुनु लाग्नु रहेछ ल भारी डरी पुगाइसकेको छ नि त अब यो नास्ता खाने है अब भोक लागिसक्यो ओ खाने अन्त त्यो गम गम खाने हेर्न सक्नुहुन्छ यो डोगो छ यो माबा दाउरा बोकेर हिँड्छन् मान्छेहरूले होइन बाबु है यो तैँले खै त तेरो भारी तेरो भारी खै त तैँले पनि डाँडा लैजाने सोए खै त तेरो हमु नासन खै त तैँले पनि डाँडा लैजाने समु अब हिम्बरो नि आएको अब बाबु त कति राम्रो देखिएको र अब कसको बाबु हो ल पोस हान्दे ल पोस हान्न हेर्दै त कस्तो काटिन्छन् यहाँ खाजा खान लाग्छन् आमाहरूले जान पनि लिएर आउनु भएको रहेछ त हो ल खानु खानु जान अब छाक छ्याक पार्नु फेसबुकमा ल ल हेर्नु सक्नुहुन्छ अब लड्केको चराउँदै हुनु रहेछ हाम्रो बोजेले हो जान खाने अब मिठो लास्टेर खानु हो त जान त हेर्न सक्नुहुन्छ गाइस खाजा रोटी लिन आउनु भएर चाहिँ कहिले भात लिएर आएर रहेछन् बोजूहरूले अक्कबारमा के खाने मैले खै जान चाकडिम बरु कस्तो रहेछ जान चाकडिम जान मिठो छ गाइस जान भन्ने हेर्न सक्नुहुन्छ सर्र बाह्रमा मुही पनि लिएर आउनु भएको छ है हाम्रो बोजेले ल खाजा खानु त ल होइन भयो एउटा जानु त खाजा खानु खाजा खाने ठाउँमा जाँदैछु खाने ठाउँमा जाँदै है गाइस खाजा खाँदै हुनुहुन्छ चाहिँ हो ल ल हाम्रो खाजा अब देख्न सक्नुहुन्छ गाइस हेर्न सक्नुहुन्छ गाइस यो खाजा यो जेन्जी गाइसको खाजा त गाइस हेर्न सक्नुहुन्छ गाइस हान्दिने आज ल चरामा हो ल हामीले चाहिँ अब खाजा खाँदैछौँ है अब खाजा खाएर हुन्छ भिडियो ल बाई बाई गाइस ल यहाँ भिडियो बनाएर राखिदिनु मन लाग्यो कि यहाँ माथि
माल चाहिँ मिठो पारामा अब घाँस बाँध्दै हुनुहुन्छ है हेर्नु पनि सक्नुहुन्छ गाइस झोला बोकेको हेरौँ यताउति सब लुक्सहरू घाँस हेरौँ है फलाटको घाँस त नि होइन आमा यो अनि त पारा हानेको कोहीले भारी पुगाछन् पारिनु फेरि यहाँ फेरि भारी पुगाएर नि बसिन्छन् यहाँ आमाले नि कति हजुरकै हो त्यो भारी नि ए हजुरकै रहेछ त नि त्यहाँ पारीको भारी नि ल हजुरकै रहेछ अहिले चाहिँ अब यति कति मुठा लैजानुहुन्छ त नि खै त नरु फेरि 3टा मुठा नि त्यो 2टा मुठा हो को चढ्या त्यो रुखमा फेरि हजुर आफै चढ्नु भएको हो हो यति मोटो मान्छे हजुर त डेन्जर मोटो नै हुनुहुन्छ होइन हजुर त कहाँ सक्नुहुन्छ रुखमा चढ्न हिँड्न सक्नुहुन्छ गाइस मिठो पारामा भारी यताउति गरेर हिँड्दै हुनुहुन्छ आमा मिठो पारामा ल यता हेर्नु ल फोटो खिचिदिन्छ एउटा ल त कता ला अरे ल त नि है ल बाई बाई गरिदिनु ल ल न पानी खानु ल चुत्रे अङ्कल जानुभयो कि के गर्नुभयो त रक्सीले रासुङ भन्थ्यो त नि उहाँले नि खानुभयो त्यो उसले नि चुत्रे अङ्कलले खानुभयो त्यो रक्सी ल बाई गरिदिनु ल भारी बाँध्दै हुनुहुन्छ उहाँले चाहिँ अब हेलो हेलो बाई गरिदिनु ल आमा बाई हेर्नु सक्नुहुन्छ गाइस गाउँघरको पारा मिठोको छ नि साराहरू काट्नु भएको छ सबले काट्छन् अघि खाजा खाँदै थाहा भाइनीहरूले त झन् खाजा खाँदै रहेछन् त साथी हो अब त्यो त भाग्छ त के हो ल ल सक्नुहुन्छ हो इजी एक साथमै गयो त नि यहाँले सक्नुहुन्छ दाइले ढुङ्गा पलाउ झार्दै हुनुहुन्छ उहाँले नि मिठो पारामा वा सतै सत यो गएपछि ट्याक्क बिचमा हाल्ने 2 टुक्रा हुन्छ इनफ हुन्छ हेरी नि इनफ छ के ढुङ्गा यिनमै तलतिर छ होइन यही तलतिर नि इनफ छ त नि ढुङ्गा धेरै जानु पर्दैन नि मुनतिर गयो नि इनफ हुन्छ भेनाले ढुङ्गा हान्दै हुनुहुन्छ सट हान्दै हुनुहुन्छ उहाँले ल सटै सट भेना यो पनि भयो यसको काम पनि पुग्यो यो लान्दिन के अब हो त्यो बुझेन टाङ्गा हाल्ने ल हाल्दिन त के हो ओए यहाँले त टाङ्गा यो बिचमा हाल्नु त यो ढुङ्गा उचाल्दो ओए भिडियो गराउनुहुन्छ र हजुरले सेक दियो त के बना अब यो लौटा दे के त म त्यहाँ फालिदिन्छु है हाल्नु त ल
जान्छ के यो हल्का हल्कै छ ठुलो भएको हुन्थ्यो अरूवाला गोबी उठी खोलेको ठुलो रोक भाइ यहाँ बजाएर गोबी यहाँ छ कि त्यहाँ छ त भन् गोबे भाइले हान्छ त नि ताको तल मान्छे यो बिचमा यो चिटिङ के त्यसमा हेर्नु जा भाइ उठी खोल्ने रहेछ बजा बजा केटा जवाब लिएर आइज तैँले घन उचाल्नेमा टाको हो केटाले ठुल्छ केटाले ल हामीले त यसमा जान्छ के हान बाबु एक दुई सट बिस्तार हान्नु पहिला गोपेको त छोरा नि जान्छ कि फ्याक्कै ने निकाल्दिनुलाई गोल 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 छैन के रहेछ गोबेले एक्लै हानिदिन्छ फालिदिन्छ अरे उहाँ त्यसले टाइममा बोक्दै माजो गोबे उति ढुङ्गामा फाल्दै भाइ हो त्यहाँ अब एक सट घनले हान्दे बाबु पहिला घनले हान्दे तलै फालिदिनु हुन्छ कि यहाँदेखि त उहाँ तल फाल्यो नि ठिक हुने रहेछ हामीले त्यहाँ गल्ती गरेर रहेछ साह्रै डाङ्गरेस दिएको नि सटै सट एकै सटमा ल ल है ल हो एकै सटमा निस्किन्छ त अनि यो पनि जान्छ यो गोपे गोपे गोबे हो काशीको नाम के रह्यो नाम बिगारिदिन्छ नि त गोपे भइहाल्छ फेभरेट नाम हो त अनि ब्रान्ड हो के त्यो अनि लान्दा भइहाल्छ सब हो फरिन लाएर बसेको यो मान्छे एक नम्बर ठग मारेर उठे ठग हो मारेर उठा दिए ठक्सहरुले सब भिजो लान्दे ल यसमा हेर्न सक्नुहुन्छ गाइस एकैछिन नभए चाहिँ म भिडियो बन्द गर्दैछु होइन अब धेरै भिडियो पनि कति गराउनु भन्ने यहाँ मान्छेहरूले गाली पनि गर्छन् यहाँ ल है गाइस मिठो गएको छ यो ढुङ्गा चाहिँ हो मिठो बाराम चर्किरहेको छ त अनि ठुलै ढुङ्गा गएको छ त अनि रविन अङ्कलले है हानेको चाहिँ यो साराले बुक्छ नि अब यस्तो उठाइदिन्छ अब ल उठाउ त यो ल ल उठाउनु त ल आउनु त ल चिरिन्दिने ल है ल अब यस्तै ल उचाल्नु पर्यो ल है यो उठाएन नि मान्छेले तालमै हिम गाड्या कुहिले सामान्य कुहिले मुन्टो हालेर गाड्ने पहिला यहाँबाट हानिदिन्छु ल छोड्नु हुन्न के अलिकति खोलेर हाल्नुपर्छ खोलेर हालेर जान्छ के सक्नुहुन्छ गाइस ल यता फर्काउनु गयो होइन गयो रे होइन भो होइन जान्छ के ओइ ल ल यता सुविधा जान्न गरे गर्ने काम हो ल बाबु पाटापिटिक जान्छ होइन यो त अझै छापानी बनाउने ढुङ्गा रहेछ त अनि त्यहाँ हान्दा नि आफै त्यस्तो त्यस्तो बबाले यसलाई त छापानी बनाउनु पर्ने जस्तो रहेछ त अनि यता त अनि होइन छापानी ढुङ्गा बनाउनु पर्ने जस्तो रहेछ पिस पिस पारामा ढुङ्गा लिन अब होइन अङ्कलले उहाँ खाजा हाल्दै हुनुहुन्छ आनन्द पारेर रङ्ग ए
म त वहाँ तल गएको कि वहाँ तल गएर त्यो पाइप हाल्नेमा एकैसाथमा सर्ट भइसक्छ त्यहाँदेखि भिडियो बनाउनु पर्छ यिनीहरूले बल्ल कहितिर पार्टनर मेरो पार्टनर उतै छन् ढुङ्गा झिक्नुमा ठग्नेमा बसेका छन् कि ढुङ्गा झिक्नुमा र कहाँ चाहनुपर्दा हाजिर लगाउने माइजू अझै छ के टाइम यसले त खतरा ढुङ्गा बिहा अघिदेखि यार हजुर हजुर ए ल ल मिठो गाह्रो छ नि साला हामीले स्टार्टिङदेखि इन्डिङ नै हान्दियो क्या हामीले त मेन फिनिसिङ यही हो होइन वहाँ ढुङ्गा धेरै भयो के खै त पुग्ने मान्छे खोज्न आएको पुग्ने मान्छे खोज्न आएको के हो यिनले त कसको नानी समाएर यिनले फेरि जाऊ ढुङ्गा पुग्न जाऊ त त्यहाँ कति यति थुप्रिया त्यहाँ ढुङ्गा पुग्ने मान्छे नभएर हो के ल जाऊँ न ल हिँड ल यहाँ हेरौँ न को झाकिन्छ यहाँ हेर्न आएको के ढुङ्गै पुग्न आउँदैन नि त मान्छेहरू यार उता ढुङ्गा पुरा छ हामी फोर्ने मान्छे यो कालु अघिदेखि जति बेला देख्छु मैले त्यति बेला नै बसेको देख्छु यसलाई तल गरेछस् कि के यता हेर त सही हो के अब सही हो ल ल गाइस जय रमदान भन्नु त सबैले लौ त ल हेर सबले हर्क साम्पाङको रुल्स हो के यो ओके त्यही त नि यसरी यसो गरे पो देश बल्ल बल्ल कोतराङ चाइनाले के गरेछ भने हेर्यो त्यही त नि बेलचा हानेको बल्ल क्यामेरा त्यसै दिएको कालीले बाङ्स कुन्न लाए जु मान्दिने ल अझ हेरेन अलि बङ बङ पार्नु है काली हामीले यहाँ ढुङ्गा फोरेर रास पारे मेरो त हातै त्यही फोब्रा नै चढे हाम्रो ढुङ्गा फोरेर अलि यता गइदिनु न त भाइ अब ओ सोल्ती बस्दिएको र ल नि त ल ल हल्का फोरिम त ल ल काम बढ्यो नि यता उता जुमिङ भइरहेछ है फेरि
यता काम भइरह नि उता भन्दा यहाँ खुने यहाँ धेरै भइसकेको छ कि स्टेट ठगी यहाँ 3 स्टेप बार रहेछ 1 स्टेप 2 3 खै यहाँ त पुरै गइसकेको छ खै यहाँ बिचको त हारी पनि देखेन त्यहाँ पनि ल त ल छिटो गरौँ त सही भयो है ड्राइभर दामी भएको के जे भएन जस्तो भयो मृगले खाने खाऊ त्यही मृग भनेको त स्पेस चल भन्दै छैन दामी छ के स्पेस त 4 मिनेटको भयो त्यो भाउजूलाई जुमिङ गरिन्छ भाउजू ओ भाउजू यता हेर्नु त के हो र के पुरा खै भाङ्सो खै बेल्छ खै हाँसी केही पनि छैन त भाउजूको त यार ल बसिदिएको झन् ल यतै क्याप्चर हान्दिउँ के यताको केटा यता जोस आयुष्मानले ठगिरह हामी त अब यहाँ ढुङ्गा पुग्ने मान्छे खोज्न हो कि खासमा चाहिँ ढुङ्गा पुग्ने मान्छे खै यार त्यहाँ ढुङ्गा धेरै भएर त्यत्तिकै बसेको छ के ल गइदिउँ न त होइन अब ल गइदिउँ तिम्रो त फुल जुम भा हिँड न बल्ल दामी सिनायो कि पिसा न त ल दामी ल ल वा दामी दामी भयो के यति हो कि सर्ट अर्को पनि भाइ अर्को पनि ल ल ल ल त्यो बल्लो मान्छे खोजेर लिएर आयो नि त हामीले हाम्रो ढुङ्गा नउठिरह्यो के त्यही त नि यत्तिकै जोस चल्छ हामीले पनि यता हेऱ्यौँ न ल ल दामी ल फेरि फर्केर आऊँ है बाटो त चिनेछौ गरे होइन अनि पो मजा हुन्छ होइन ल भाइ अब भनेपछि त हामी खतरा भएछौँ होइन त त्यही भनेर सिधै त्यही कुरा त भन्यो भाइ उहाँ झिक्नु नसक्ने भनेपछि त अनि जोसुकल जिगोस् हाले हामीले हाल्ने होइन मजाले हालिदिने क्या हामीले ल ल अर्कोचोटि पनि हो है पिनअप छ कि होइन ल यो दुइटामा को बोल्ने रहेछ कसले धेरै ढुङ्गा पुग्छ है ल है भयो भाइ अझै चल्दैन कि उनले म हालिदिउँ भाइ हाल्दे भयो रेडी पारेछु छैन हाल्दे भयो तर मैले फोरेको है ढुङ्गा फेरि यो सानो लैजाऊ भयो यो अर्कोचोटि पनि पुग्छ है यहाँ हेर तिमीहरूको लागि मात्र राखेको के तिमीहरूको लागि राखिदिएको है त्यहाँ सबैजना घर हिँड्दैछन्
अन्तिम चरणमा अब अन्तिम चरण भनौँ सकिसक्यो म एकैछिन बोतल लिएर माथि घाम ताप्नेमा गएर लानुपर्ने होइन त्यस्तो गरौँ न र मामालाई भनौँ के घाम तान्नेमा भनौँ के घाम तान्ने गरेर लाउने र मामा जाम पारी जाम भयो होइन दिनभरि देखा गर्नु देखा नि कुरा हुन्छ नि त त्यहाँ गएर एक बारी घाँस ल्यायो भने त कहाँ यहाँ त देखिने कुरै हुन्न है के जान दाराले यहाँकै छ गरे दारालाई जाने हो होइन राख्छु पानी किन जाने रे हो किन जाने होइन केही भन्ने त ल हाजिर गर्नु पर्छ कि त ओ हाजिर गर्नु दिनभरि पानभरि हाजिर गर पानी खाम होइन थोरै पानी हजुर ल ल ओटाको अलग अलग गरे पनि छ पहिला ढनामाको गऱ्यौ त चिन्जनगे गइनुहुन्छ अब है सर हो भोलि कति दिन जति लाग्नु पर्ला जस्तो छ के भनिदिनु त यो हिसाबले अझै 4 दिन 5% लाभ लाग्छ छ है हो यो चाँडै सिद्धाउनुको लागि सबैजना लागि पर्नुपर्छ है हेलो गाइस आई एम कम ब्याक टु फ्रम द युट्युब च्यानल भन् क्या कति भिडियो खिच्छ होइन ल ठिक छ हजुर ल ल आज चाहिँ डेस्टिनेसन चाहिँ यति लास्टै छ गनमा है बाङ्सोले त मेरो बाङ्सो यो चाहिँ कसले युज गरेर यहीँ राख्दै जस्तो छ यति मान्छेहरू चाहिँ त्यहाँ हाजिर गर्दैछन् त्यहाँ लर गर्दैछन् अब लर गर्छ गरिहाल्छन् त्यहाँ हाजिर लानु नि ल रुक है हेर्न सक्नुहुन्छ गाइस यति खुन्ने है आज चाहिँ कोही मान्छेहरू त्यहाँ खुन्दा हुँदै सकिएर रहेछ टाइम अब के गर्नु उता चाहिँ डेन्जर खुन्ने रहेछन् केटाहरू त्यहाँ चाहिँ डेन्जर खुन्नेछन् त्यहाँ चाहिँ खाल्टो छ है उता देखाइदिन्छ होइन यहाँ चाहिँ केटाहरू चाहिँ मिठो पारा खुन्नेछन् सक्नुहुन्छ गाइस तर धेरै यत्रो बनायो नि हुन्थ्यो त अनि यति ठुलो किन बनाउनु पर्यो जस्तो लाग्यो नि अचम्मै लाग्ने यत्रो बनायो नि नपुग्थ्यो होला त अनि यति ठुलो छ त अनि आमा हेर्न सक्नुहुन्छ गाइस कति ठुलो छ कति लामो त नि यस्तो लगभग 10 मिटर कति 10 मिटर हो अनि यो चाहिँ कति भन्दै थियो भाइ कति हुँदै थियो यता चाहिँ 10 मिटर यता चाहिँ यो त्यसो चाहिँ 10 मिटर मेरो त्यो कति थाहा भएन यता चाहिँ सकिसक्यो मिठो पारामा भेनाले नि लैजाने आज त हो हिजो नानिदिनु आँट्यो त नि होइन भेनाले त नि पाउनु अलि हामी चाहिँ अब घरतिर हिँड्दिनु लाग्यो है अब
अब चाहिँ हामी फाइनल्ली गएर हिँड्ने भेट्दा होइन फाइनल्ली सक्यो सब हो त सक्यो सब मान्छेहरू गइसक्छन् हामी मात्रै भइयो त नि होइन लास्टमा त हो हेर्न सक्नुहुन्छ गाइस हामी पनि जाने अब भतिर अब चिलपारामा इन्डियाल्ने अब तर एक दिन चाहिँ जस बिना होइन